नमस्कार। आज हामी कालापानी लिपुलेख र लिम्पियाधुराको बारेमा संक्षिप्तमा जानकारी गराउन गइरहेका छौँ। के हो त कालापानी लिपुलेख र लिम्पियाधुराको समस्या? सन् 1816 मार्च 3 मा नेपाल र इस्ट इन्डिया कम्पनीको बीचमा सुगौली सन्धि भएको थियो। एङ्ग्लो नेपाल वार, विशेष गरी राजा गिरवान युद्ध विक्रम शाह र तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा एङ्ग्लो नेपाल वार समाप्त भए लगत्तै सुगौली सन्धि भएको थियो र जस पश्चात नेपालले विभिन्न आफ्नो भूभाग पनि गुमाउनु पुगेको थियो। त्यसअनुसार सुगौली सन्धिको धारा 5 मा के लेखिएको थियो भन्दाखेरि नेपालको पश्चिमी सिमाना काली नदी हुने भनिएको छ। काली नदी पूर्वको सम्पूर्ण कालापानी लिपुलेख र लिम्पियाधुरा नेपालको हुने भनेर प्रश्नसँग लेखिएको छ। सन् 2015 मे महिनामा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणको क्रममा विशेष गरी लिपुलेख पास, थातोला र सिप्ला पास हुँदै तीनटा नाका मार्फत सीमा व्यापार गर्ने जुन भारत र चीनको बीचमा जुन प्रकारको सम्झौता भयो त्यो सार्वभौम देशको लागि एउटा अस्वाभाविक थियो र नेपालको तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले त्यसको विरोध पनि जनाएको थियो, विरोध पत्र जनाएको थियो, तर दुवै देशबाट कुनै पनि सम्बोधन भएन। सन् 2019 नोभेम्बर 2 मा जुन भारतले आफ्नो राजनीतिक नक्सा जारी गर्यो, विशेष गरी जम्मू कश्मीरलाई टुक्र्याएर केन्द्र शासित प्रदेश बनाउने क्रममा, जसमा चाहिँ भारतको उत्तराखण्ड पर्ने गरी पिथौरागढ जिल्लामा पर्ने गरी कालापानी लिपुलेख र लिम्पियाधुरालाई आफ्नो भूभागमा समेटियो र तत्पश्चात नेपालको तत्कालीन सरकारले विरोध जनायो। सन् 2020 मा भारतका तत्कालीन रक्षा मन्त्री राजनाथ सिंहले नेपालको कालापानी लिपुलेख र लिम्पियाधुरा हुँदै कैलाश मानसरोवर जाने सडक सञ्जालको समेत उद्घाटन गर्न भ्याए र तत्पश्चात पनि नेपाल सरकारले विरोध जनायो र त्यसको काउन्टर अट्याक गर्दै विक्रमसम्म 2077 साल जेठ 5 गते मन्त्री परिषदबाट स्वीकृत भई जेठ 7 गते तत्कालीन भूमि सुधार मन्त्री पद्म अर्यालबाट नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा, चुच्चे नक्सा जारी गरियो र दुवै देशको एउटा राजनीतिक वृद्धमा एउटा सबैको चासो र चिन्ताको विषयको रूपमा अगाडि अहिलेसम्म पनि बल्झिरहने एउटा ज्वलन्त घाउको रूपमा देखा परेको छ। वास्तवमा सुगौली सन्धिको धारा 5 ले प्रश्नसँग नेपालको पश्चिम सिमाना काली नदी हुने भनेर प्रश्नसँग लेखिएको छ, तर पनि यसलाई विवादित बनाउन खोजिएको छ। किन भन्दाखेरि काली नदीको मुहान भनेको लिम्पियाधुराबाट निस्केको मुहान नै काली नदीको वास्तविक मुहान हो, तर भारतले जुन दाबी गरिरहेको छ लिपुलेखबाट निस्केको एउटा सानो खहरे खोलालाई एउटा काली नदीको मुहान हो भनेर अहिले आफ्नो दाबी गरिरहेको छ र जसले चाहिँ ऐतिहासिक तथ्य र अभिलेखसँग कुनै पनि मेल खाँदैन र अहिले यो दुवै देशको बीचमा जुन एउटा समस्या भन्दा पनि अहिले यो त्रिदेशीय समस्याको रूपमा देखा परेको छ। किन भन्दाखेरि भारत र चीनले जुन प्रकारको सम्झौता गरे त्यसपछि त्रिपक्षीय एउटा विवादको रूपमा देखा परेको छ र यसको वार्ता र संवादको माध्यमबाट यसको समाधान हुनुपर्ने देशको आवश्यकता र जनताको मागको रूपमा रहेको छ। धन्यवाद, नमस्कार।